ब्याट्री रिपेयरिङमा भएका अनुभवका कथाहरू गरेका तरिकाहरू आज यो भिडियोमा देखाउन चाहन्छु। लास्टै अनुभव नभएका कारणले ब्याट्री बिग्रेछ। बिग्रेको भन्नाले ब्याट्रीको रिपेयरिङ गर्ने तरिकै मिलेन। रिपेयरिङ गर्न नि गाह्रो छ, खोल्नै गाह्रो छ। यो MSI पुरानो ल्यापटपको ब्याट्री रिपेयरिङ गर्ने खोल्नेलाई धेरै प्रयास गरेँ, धेरै कोसिस गरेँ, खोल्न सकेन। त्यसकारण अनुभवहरू सुनाउन गइरहेका छौँ, देखाउन गइरहेका छौँ। त्यसका लागि यो भिडियोहरू मार्फत हामी सेयर गर्न गइरहेका छौँ। कसरी ब्याट्री खोल्ने, कसरी गर्ने, जानेकोले त ठिकै छ, नजानेकोले कसरी गर्ने, नजानेकोहरू पनि धेरै छन्, जानेकाहरू पनि धेरै छन्, बनाउनेहरू पनि धेरै छन्, नबनाउनेहरू पनि धेरै छन्। त्यसकारण यो भिडियो प्रस्तुत गरिरहेका छौँ। मेरो अनुभव, फर्स्ट अनुभव ब्याट्री रिपेयरिङ गर्दाखेरि समस्या आएका कुराहरू धेरै प्रयास गरेँ, धेरै मिहिनेत गरेँ, धेरै दुःख गरेँ, धेरै कष्ट गरेँ, तर ब्याट्री खोल्नै सकेन। रिपेयरिङ गर्नलाई गाह्रो भयो। त्यसकारण यो भिडियो मार्फत म देखाउन चाहन्छु। हेरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, त्यही भन्न चाहन्छु। मेरो फर्स्ट भिडियो होइन कि यो मेरो फर्स्ट ब्याट्री रिपेयरिङ गर्ने तरिका गइरहेका छौँ। हेरिदिनु होला, यो भिडियोहरू कन्टिन्यूसम्म हेरिदिनु होला, कसरी हो कमेन्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। तपाईँहरूले पनि आइडिया छ भने भनिदिनु होला। धन्यवाद। यो एउटा MSI ल्यापटपको ब्याट्री हो। यो पुरानो मोडलको ब्याट्री हो। यो चाहिँ अहिले बिग्रिसकेको अवस्थामा छ। रिपेयर गर्ने तयारीमा हुनुहुन्छ। यो खोल्नलाई हामी प्रयास गर्दैछौँ। त्यसकारण यो भिडियो हामीले बनाएका छौँ। फर्स्ट टाइम रिपेयरिङ गर्ने कन्सेप्ट आएको कारण यो भिडियो मार्फत हामी तपाईँहरूलाई देखाउन गइरहेका छौँ। आज हामी यो भिडियो प्रस्तुत गरेका छौँ कि ब्याट्री रिपेयरिङ गर्ने तरिका, खोल्ने तरिकाहरू सिकाउन गइरहेका छौँ। हेरिदिनु हुनु अनुरोध गर्दछौँ। पुरा भिडियो हेरिदिनु हुनु सबैलाई धन्यवाद व्यक्त गर्दछौँ। यो ब्याट्री चाहिँ पुरानो खालको हो होइन, त्यसकारण बिग्रिसकेको अवस्थामा छ। यसलाई हामी रिपेयरिङ गर्ने वालामा छौँ। खोल्दाखेरि गाह्रो पुग्यो, त्यसकारण हामी यसरी काटिरहेका छौँ कुना काप्चाहरू। यो त के भन्छ, फलाम काट्ने हतियार हो। त्यसबाट काटिरहेका छौँ, बिस्तारै बिस्तारै काटिरहेका छौँ, ताकि भित्र के भइरहेछ ब्याट्री रिपेयरिङको हेर्न गइरहेका छौँ। सो हेरिदिनु होला अन्तिमसम्म यो भिडियो। हामी बिस्तारै बिस्तारै काटिरहेका पनि छौँ। गाह्रो छ यो खोल्नको लागि, धेरै प्रयास गरेँ, प्रयास गर्दा सकेनौँ, खोल्नै सकेन। त्यसमा काट्नै पर्ने बाध्यता आयो। सो काटिरहेका छौँ। काटेको हेरिदिनु होला, कसरी गर्ने तरिकाहरू तपाईँहरूलाई देखाउँदैछौँ। सबै काटिसकेपछि हामी तपाईँलाई सबै कुराहरू राम्रोसँग देखाउनेछौँ। अब यो बिस्तारै बिस्तारै छेउछाउ काटिरहेका छौँ। काट्नलाई पनि अलिक गाह्रै छ, हात पनि अलिअलि दुख्छ, त्यही हो। धेरै प्रेसर गरेर काट्नुपर्ने हुन्छ। काटि पनि रहेका छौँ। यो मेरो फर्स्ट ब्याट्री रिपेयरिङ भिडियो हो। फर्स्ट टाइम ब्याट्री बिग्रेको कारणले हामी भित्र के
डाइसिरियलहरू छ के सिरियलहरू छ पनि हेरिरहेका छौँ। त्यसरी हामी बिगार्दै जानुपर्छ। कुना सबै चारै कुना काट्ने पर्ने हुन्छ। पहिले एउटा कुना काटौँ सकाउँ, फेरि अनि अर्को कुरा काटौँ। यसरी कुनाहरू काट्नु पर्ने हुन्छ सबै ठाउँको हैन। चारैतिरको कुनाहरू सबै ठाउँ काट्नुपर्छ, बिचको पनि काट्नुपर्ने हुन्छ। ब्याट्री रिपेयरिङ गर्दाखेरि काट्दाखेरि हामीले आधी काटिसकेका छौँ, जसमध्ये हामीले हेरिरहेका छौँ कि कतिवटा ब्याट्री र सिल हरेका छन्। यो हरियो भनेको ब्याट्रीका सिलहरू 6वटा रहेछन्। राम्रोसँग हेरिदिनु होला, 6वटा छन् सिल काट्दाखेरि। ल आधी चाहिँ काटिसकेका छौँ हामीले। ल यसरी हेर्दाखेरि 6वटा सिल रहेका छन्। अब यो रिपेयरिङ कसरी गर्ने हेर्नुपर्छ हामीले राम्रोसँग। भर्खर आधी काटिसकेका छौँ।
पुरा गर्न बाँकी नै छ, त्यसकारण देखाउनेछु अहिले पनि, फेरि गर्ने पर्ने हुन्छ। राम्रो 6 वटा रहेछ ल सेयर्स राम्रोसँग राखेर कि डिजाइनमा राखेर कि के छ बहुत खोल्न गाह्रो रहेछ यो सेयर्सहरू खोल्नको लागि त। ब्याट्री खोलिसकेका छौँ, काटिसकेका छौँ होइन। त्यस कारण यो देखाउँदैछौँ होइन। यो 80 सालमा बनेका रहेछन् यो ल्यापटप होइन। ब्याट्री 2010 को रहेछ, थापिसकेको छ, सबै डिटेल देखाइरहेको छ।
भित्र भागहरू खोलिसकेका छौँ हामीले अब देखाउन गइरहेका छौँ। हामी यस्तो सेपमा बनाइरहेका छ। ब्याट्रीका डिजाइन यसरी बनाइरहेका छ होइन। ब्याट्री सेल छ हुँदो रहेछन्। यहाँ आइसीहरू बनाइरहेका छन्, चिटहरू बनाइरहेका छन्, चिपहरू पनि छन् कनेक्टिभिटीको लागि, ब्याट्री रिचार्जको लागि, ल्यापटपको लागि, थ्रोको लागि सबैहरू चिपहरू बनाइरहेका छौँ, सर्किटहरू बनाइरहेका छ, जडान गरिरहेको छ हेर्नु त ल। राम्रोसँग हेर्नु ल, तारहरूले बेरिरहेका छन् ल, टेपहरूले पनि बेरिरहेका छन्। यसरी कि सर्किटहरू बनाइरहेको छ तासेर ल, एकदमै बलियो तरिकाले बनाइरहेको छन् ल, खोल्ने गाह्रो गर्ने तरिकाले बनाइरहेको रहेछ यो। अरू ब्याट्री छ 6 छ ल, राम्रोसँग डिजाइनमा बनाइरहेको रहेछ ल, खोल्ने गाह्रो गर्ने डिजाइनमा बनाइरहेको रहेछ ल। निकाल्ने पनि गाह्रो हुन्छ होला साइड, निकाल्नै नसक्ने अवस्थामा होला साइड यो पनि। हेर ल, आइसीहरू बनाइरहेका छन्, कति हातले डिजाइनमा बनाइरहेका छन्। कति मिनटले राम्रोसँग बनाइरहेका रहेछन् तर ल। डाइरेक्ट करेन्टलाई कन्भर्ट गरेर कन्भर्ट गर्दैन रहेछ यसले ल, डिसीमा कन्भर्ट गर्नलाई बनाइरहेको रहेछ ल। खोल्न फेरि प्रयास गरे ल, खोल्न सकेन ल हामीले ल, कति ट्राई गरे ल, खोल्न सकेन ल, निस्केन। खोल्न त प्रयास गरेको तर निस्केन, निकाल्न गाह्रो छ। निकाल्न धेरै गाह्रो छ। यस्तो छ ल, तासिरहेको रहेछ, भित्र तार पनि बेरिरहेको रहेछ। रेभरले बेरिरहेका रहेछन्, त्यहीबाट टाँसिरहेका छन्, तारहरू झोलिरहेका छन्, ठाउँ ठाउँमा तारहरू कनेक्सन गरिरहेका छन्। अब चाहिँ यो ब्याट्री रिप्लेयर होइन, यो चेन्ज गर्ने अवस्थामा आइसकेको छ ल। यसरी निस्क्यो ल, पातै रहेछ ल, ठिकै रहेछ, ब्याट्री ठिकै रहेछ ल, यो यसरी ठिकै जोडिरहेको रहेछ ल। छवटा रहेछ सेल्सहरू, ड्राइसिलहरू। अरू यो सबै तारले कनेक्सन गरिरहेका छन्, ठिकै रहेछन्, निकाल्नु गाह्रो छ ल। सर्किटहरू पनि त्यसमै जोड्न भइरहेका छन् ल, यो किटहरू पनि।